प्लानिङ, अर्गनाइजिङ, डिरेक्टिङ, कन्ट्रोलिङ र कोअर्डिनेसनको बारेबाट हामी विस्तृत रूपमा जानकारी प्राप्त गर्नेछौँ। अब यहाँनिर चाहिँ मैले मिनिङहरू नेपालीमा एज वेल एज इङ्ग्लिसमा लेखेको छु, जुन चाहिँ हामीलाई बुझ्नको लागि सजिलो हुन्छ। प्लानिङ भनेको योजना बनाउने, अर्गनाइजिङ भनेको सङ्गठन गर्ने वा व्यवस्था मिलाउने, डिरेक्टिङ भनेको निर्देशन दिने, मार्गदर्शन गर्ने, कन्ट्रोलिङ भनेको नियन्त्रण गर्ने र कोअर्डिनेसन भनेको समन्वय गर्ने। अनि यहाँ म्यानेजमेन्टको यहाँ कन्सेप्ट छ, यो चाहिँ आफैले बुझ्न सकिन्छ। अब यहाँ प्रिन्सिपल अफ म्यानेजमेन्ट चाहिँ कसले दिएको भन्दाखेरि इट इज गिभन बाई हेनरी फेबल, जुनमा चाहिँ 14 प्रिन्सिपल अफ म्यानेजमेन्ट छ। यहाँ मैले नेपालीमा मिनिङहरू पनि लेखिदिइराखेको छु, यो आफैले याद गर्दाखेरि हुन्छ, यो नेपालीमा चाहिँ बुझ्नको लागि सजिलो हुन्छ। अनि अब विदाउट फर्दर डु हामी चाहिँ 1.1 को फन्डामेन्टल्स अफ म्यानेजमेन्ट अन्तर्गत प्लानिङमा जाउँ, जुन चाहिँ योजना बनाउने हुन्छ। प्लानिङ इज द प्रोसेस अफ सेलेक्टिङ अब्जेक्टिभ्स एन्ड डिसाइडिङ हाउ टु एचिभ देम। यो तपाईँहरूले स्लो भर्जनमा आफै लेखेर बुझ्न सक्नुहुन्छ। प्लानिङ, फिचर्स अफ प्लानिङ, प्लानिङको फिचर्स हामी भरे हेर्नेछौँ। यो चाहिँ हामीले यहाँनिर मैले राखिदिएको क्वेसनहरू आफैले गर्नु होला, यो किनभने यहाँ टाइम निकै कम्ती छ, हामीलाई एडिबिएलको इक्जामको रुटिन आइसकेको छ।